बाहिर छ जत्तल र कलिलो मार्केटभित्र बसेको अवस्था छैन मान्छे ल साथी हो मार्केट घुम्दै आएको है च्याउ खान मन लाग्छ च्याउ हेर्न आएको है यसको चाहिँ रुगा लागेको चाहिँ सुप बनाइ खाँदाखेरि रुगा ठिक हुन्छ भन्छ के अरे आज खाइहेर्नु पर्यो भनेको कालो हुने रहेछ हाम्रो गाउँ त पहिला के अरे यो गोरुको गोबरमा उम्रिन्छ च्याउ त तर यहाँ अरे न अर्कै हो न त्यही हो मलाई त्यो जस्तो लाग्छ साथीहरू तपाईँलाई कस्तो लाग्छ यो त कमेन्ट गरिहाल्नु है यो गोरुको चाहिँ के अरे गोबरमा पल्ने च्याउ हो कि वनमा रुखको बुट्टा हुन्छ नि कुहिएको त्यसमा पलेको च्याउ हो यो बुझ्नै सकेन है ल साथीहरू तपाईँले बुझ्नुहुन्छ यहाँ चाहिँ मसरुम भनेर छ मसरुम भनेपछि चाहिँ अब गोरुको गोबरमा पल्ने हो कि रुखको बुट्टामा पल्ने हो र भनिदिनु पऱ्यो है साथीहरू अनि अर्को हेर्दा साथी हाम्रो गाउँमा यस्तो कत्रो हुँदाखेरि तपाईँको यो फर्सी गोरुलाई काटेर दाना बाख्रा गरेर दाना हुन्थ्यो होइन अब यहाँ चाहिँ यो 1 किलो बढी होला यो 1 किलोको यहाँको 14-15 भनेपछि नेपालको 350 हो 350 रुपियाँ केजी छ यो 350 400 केजी पुग्छ यो 400 गरेर नै पुग्छ यस्तो छन् अनि ल होइन साथी हो अब गाउँमा मकै टन्न फल्दाखेरि खान मन लागिन्न है अब सट्ट लाएर अर्को ठाउँमा आएपछि यो मकै देख्दा नि खाउँ लाग्ने के हेर्नु भर्खर भाँचेर ल्याएको जस्तै छन् र भर्खर भयो कालो भयो नयाँ हो यस्तो ठाउँ पनि छ है मकै भर पलिने र भरभरि आउने यो राति हो यहाँनिर सब्जी है त्यो सौँ भयो यो लसुनको पात यो मेथी धनियाँ है कति राम्रो हो मान्छे ल्याउने तरिका पनि चाहिँदो रहेछ हौ यसरी सबै आउने त्यो ठाउँमा त यस्तो गान्ठे मुला धरेको पैसा आउँछ हाम्रो ठाउँमा खाँदैन के गर्यो अरू ठाउँमा आए त सबै चिजको अमूल्य चिज छ ल साथी हो सबै चिज हेऱ्यो मार्केट कुनै कुरै घुम्यो अब बाहिर निस्किने अवस्था है साथी हो ल अब अर्को भिडियोमा आउँ ल अहिले बाई